जनताले दिए तपाईलाई। ल लेख हाम्रो भविष्य, ल रोक हाम्रा छोराछोरीलाई विदेश जानबाट, ल सृजना गर रोजगारी, ल बनाऊ बाटोघाटो, ल पुर्याऊ बिजुली, देऊ शिक्षा, देऊ स्वास्थ्य। जनताले आफ्नो गर्ने काम गरे, तपाईको काँधमा आएको छ। यसबाट एकदमै धेरै रमाइलो यसलाई लिएर, यसलाई चाहिँ उत्सवका रूपमा भन्दा पनि जिम्मेवारीको रूपमा काम गर्नुपर्ने यो गहन बेला तपाईहरुको काँधमा आइपरेको छ। त्यसैले म सबैलाई यसको महसुस गर्नको निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु। म फेरि पनि भन्छु, यो सामान्य परिस्थितिले आएको होइन। भाइ बहिनीहरूले, ससाना भाइहरूले आफ्नो रगत बगाएर ल्याएको यो परिवर्तनलाई संस्थागत गरेर अर्को निर्वाचनमा कुनै पनि उम्मेदवारले भोट माग्न जान नपरोस्, हाम्रो काम बोलोस् भन्ने हेतुले तपाईहरुले काम गर्नुहुनेछ। नजानेको कुरा सिक्नका लागि कहिले पनि अप्ठ्यारो मान्न पर्दैन। मैले अघि नै भने, हामीले सांसदको लोगो लगाउने बित्तिकै, हामी सांसदको कुर्सीमा बस्ने बित्तिकै या संसद भवन छिर्ने बित्तिकै ज्ञान ओइरिएर हामी कहाँ आउने होइन। फेरि पनि मेहनत गर्नुपर्छ, फेरि पनि परिश्रम गर्नुपर्ने हुन्छ। कहाँ समस्या परेका छन् त्यसबारे ध्यान दिनुपर्ने हुन्छ। मलाई आशा छ यति प्रबुद्ध, यति क्षमतावान, यति युवा, यति समावेशी, यति धेरै साथीहरू एक ठाउँमा उभिँदा पनि यो देश बन्दैन भने, यति साथीहरू मिलेर पनि बनाउन सकिएन भने कसले बनाउन सक्ला? सक्छौं, हामी गर्छौं, हामी सक्छौं र हामी गर्छौं। अन्त्यमा यो देशको सबैभन्दा ठूलो समस्या मैले देखेको सामाजिक न्याय हो। सामाजिक न्यायका लागि लड्नुपर्ने हुन्छ। आम मानिसको आँखाले देख्ने विकास भनेको भौतिक पूर्वाधारको विकास हुन सक्दछ। ठूला ठूला बिल्डिङ, चिल्ला सडकहरू विकासका सूचक हुन सक्दछन्। मलाई सोध्नुहुन्छ भने मेरा लागि विकासको सूचक भनेको सामाजिक न्याय हो, सोशल जस्टिस। जुन समाजमा न्याय छैन, जुन समाजमा विभेद छ, त्यो समाज मान्छे बस्ने समाज होइन। मान्छे बस्ने समाजका लागि हामीले मान्छे बस्ने समाज जस्तो बनाउनु पर्ने हुन्छ। सामाजिक न्यायका लागि अब तपाईँ हामीले पैरवी गर्नुपर्ने हुन्छ। राष्ट्रपाले चाहेर पनि कयौं साथीहरूलाई जोड्न सकेन। हामी समावेशी हुन चाहन्थ्यौं। हुन त तुलनात्मक रूपमा राष्ट्रपाले अन्य राजनीतिक दल भन्दा धेरै महिला साथीहरूलाई उठायो, तर यो पर्याप्त होइन। म दुःखका साथ क्षमा याचना गर्दै भन्छु, हाम्रो पार्टीभित्र राई लिम्बू समुदायको प्रतिनिधित्व यो पालि प्रतिनिधित्व सभामा हुन सकेन। सभापतिका हिसाबले म क्षमा माग्न चाहन्छु र म विश्वासका साथ भन्न चाहन्छु, आगामी दिनमा समावेशिताको यो महत्वपूर्ण कડીलाई प्राथमिकताका साथ अगाडि राखेर अगाडि बढ्नेछौं। म विश्वास दिलाउन चाहन्छु। यही हलबाट तपाईहरु भोलि मन्त्रीका रूपमा आसीन रहनुहोला। म तपाईलाई स्पष्ट पार्न चाहन्छु, तपाईले शक्ति आर्जन गरेर भोलि बजेटमा आफ्नो क्षेत्रमा बजेट सोरेर लानुभयो, कर्णालीलाई रुवाउनु भयो, मधेसलाई रुवाउनु भयो, सुदूरपश्चिमलाई रुवाउनु भयो भने त्यो विकास होइन। सिङ्गो देश विकास हुँदा चितवन अविकसित हुँदैन, मलाई थाहा छ। त्यसकारणले हाम्रो ध्यान सिङ्गो देशको विकासमा जाने हो, क्षेत्रगत कुरामा होइन। यद्यपि कतिपय क्षेत्रहरू अत्यन्त संवेदनशील हुन्छन्, कतिपय चीजहरू महत्त्वपूर्ण हुन्छन्। जिल्लामा कतिवटा पुल बने, मैले कतिवटा पुल लिएर गएँ, मैले कति किलोमिटर बाटो आफ्नो क्षेत्रमा पिच गरेँ भन्ने कुराले तपाईलाई कीर्तिमानी बनाउँदैन। मैले अघि भने जस्तै कर्णालीमा बाटो पुग्यो कि पुगेन, कर्णालीमा अस्पताल बन्यो कि बनेन, कर्णालीमा सुत्केरी आमाले बाटोमा मृत्युवरण गर्न पर्यो कि परेन, मधेसमा भित्री मधेसमा शिक्षाको उज्यालो पुग्यो कि पुगेन, स्वच्छ खानेपानी पुग्यो कि पुगेन, बालबालिकाहरूले पोषण पाए कि पाएनन्। विकासको सूचक यो हो। तपाईँ हामीले सोचेको विकास यही हुनुपर्नेछ। अर्को पटक मैले चुनावमा बाटो लगिन भने, मैले अर्को पटक चुनाव जित्दिन भनेर तपाईँ आजदेखि लाग्नु भयो भने मैले फेरि पनि राइट टु रिकलको व्यवस्थाको बारेमा सम्झना गराउनु पर्ने हुनेछ। साथी हो, एउटा चुनावबाट अर्को चुनावका लागि होइन, एउटा पुस्ताबाट अर्को पुस्ताका लागि लडेका हौ हामी। अर्को चुनाव जितौं नजितौं त्यो सरकारको विषय भएन, तर अर्को पुस्ताले हार्नु हुँदैन साथी हो। धेरै पुस्ताले हारिसकेपछि हामी एउटा आशा अपेक्षाको दियो बाल्न सफल भएका छौं। यसलाई निभ्न नदिनु होला। सभापतिका रूपमा म तपाईहरुसँग सधैँ छु। म लोकतान्त्रिक पद्धतिलाई विश्वास गर्छु। वर्तमान व्यवस्था, वर्तमान संविधानप्रति प्रतिबद्ध छु। शासकीय स्वरूपमा सामर्थ्य पुग्दा केही न केही सुधार चाहिएको छ भन्ने कुराको हामीलाई हेक्का छ, तर वर्तमान व्यवस्था, वर्तमान परिवर्तन, वर्तमान संविधानप्रति हाम्रो प्रतिबद्धता डगमगाएको छैन, डगमगाउनेवाला पनि छैन र यहाँहरूले पनि त्यसलाई डगमगाउन दिनुहुने छैन भन्ने मैले विश्वास लिएको छु। इतिहास रचनामा एउटा मान्छे, एउटा नेताको हात हुँदैन, एउटा पार्टीको हात हुँदैन।
इतिहासको कालखण्डदेखि यहाँसम्म विभिन्न पुराना राजनीतिक दल र नेताहरूले त्याग र तपस्या गरेर आज हामीलाई यो दिन ल्याउनु भएको छ। उहाँहरूका कयौं व्यतिथिहरूप्रति हाम्रो प्रश्न हो, तर इतिहासले उहाँहरूले दिनुभएको योगदानलाई नजरअन्दाज गर्ने, त्यसलाई अपमानित गर्ने हक हामी कसैलाई पनि छैन। म ससम्मान इतिहासमा उहाँहरूले दिनुभएको योगदानका लागि उहाँहरू सबैलाई स्मरण गर्न चाहन्छु। पुराना राजनीतिक दल, पुराना सम्पूर्ण नेतागणहरूलाई म यही मञ्चबाट धन्यवाद दिन चाहन्छु र म यति भन्न चाहन्छु, इतिहास तपाईले लेख्नुभयो, भविष्य हामी बनाउँछौँ। हाम्रा अभिव्यक्तिहरूमा कुनै पनि राजनीतिक दल र विपक्षीहरूप्रति कटाक्ष भयो भने त्यो अनर्थ हुन जानेछ। आज विजयको उन्मादमा हाम्रा समर्थक साथीहरूले विजयी भएका कारण, अत्यधिक मत आएका कारण विपक्षीहरूप्रति विभिन्न माध्यमहरूमा, सञ्चार माध्यम लगायत सार्वजनिक माध्यमहरूमा जुन ढङ्गले अभिव्यक्ति दिइरहनु भएको कता कता देखिएको छ, त्यो कदापि स्वीकार्य छैन। विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो, विजेता हुनुको अर्थ छाडा हुनु होइन। विजेता हुनुको अर्थ विपक्षीहरूलाई कटाक्ष गर्ने अधिकार प्राप्त गर्नु होइन, त्यो लोकतन्त्रको चरित्र होइन। त्यसकारणले हामीलाई माथि धेरै आरोप लागेको छ। आज तपाईहरू सबैलाई साक्षी राखेर म यो आरोपलाई खण्डन गर्ने जिम्मेवारी तपाईहरूको काँधमा पनि बाँड्न चाहन्छु कि रासोपालाई प्राय अराजक छन्, रासोपा समर्थकहरू अत्यन्त धेरै असहिष्णु छन्, सामाजिक सञ्जालमा गाली गलौजमा उत्रन्छन्, व्यक्तिगत गाली गलौजमा उत्रन्छन्, छुनै हुँदैन, बोल्नै हुँदैन, गाली गरिहाल्छन्। त्यस किसिमको एउटा छवि बनेको छ। म सम्पूर्ण समर्थक साथीहरूलाई बताउन चाहन्छु, अब त्यसबाट बाहिर निस्कनुपर्छ। रासोपाले प्रशिक्षण गर्न पाएको छैन। 3 वर्षमा आक्रमण झेल्दै आएको रासोपाले आफ्ना सदस्य साथीहरूलाई राम्रोसँग प्रशिक्षित गर्न पाएको छैन। तर यही समाजका पात्रहरू भएको हुनाले तपाईले समाजका विभिन्न तह र तबकामा लिनुभएको प्रशिक्षणले तपाईको व्यक्तिगत आचरणलाई देखाउँछ। त्यसकारणले सम्पूर्ण रासोपा समर्थक साथीहरूलाई म जिम्मेवार भएर अभिव्यक्त हुन सामाजिक सञ्जाल, सामाजिक प्लेटफर्महरूमा, सार्वजनिक प्लेटफर्महरूमा अत्यन्त जिम्मेवार भएर प्रस्तुत हुनको लागि अनुरोध गर्न चाहन्छु। यो रासोपाले जितेको होइन, यो देशले जितेको हो। हामीले प्रमाणित गर्नुपर्नेछ। रासोपाको माध्यमबाट देशले जितोस् भनेर आम नागरिकले हामीलाई भोट दिएका हुन्। त्यसकारणले यो जित केवल रासोपा समर्थक, रासोपा भोटरको मात्र होइन, यो जित सम्पूर्ण देशको हुनुपर्नेछ। त्यसका लागि तपाईँ हामीले काम गर्नुपर्नेछ। अबको 5 वर्ष सहज हुनेवाला छैन। हिजोका सांसदहरूको जस्तै गतिविधि या हिजोका मन्त्रीहरूको जस्तै गतिविधि र तिनै निरन्तर त्यही चिजको निरन्तरता यो हो भन्ने जो कोहीलाई परेको छ भने कृपया त्यो होइन। अति संवेदनशील समयमा अत्यन्त धेरै मेहनत गर्नुपर्ने समयमा हामी उभिएको हुनाले फेरि पनि तपाईहरूलाई मेहनतका साथ अगाडि बढ्नको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। अन्त्यमा निर्वाचन जित्नका लागि पार्टीका विभिन्न तह र तबकामा रहेर काम गर्नुहुने सम्पूर्ण साथीहरूलाई म धन्यवाद दिन चाहन्छु। समानुपातिक साथीहरूलाई कतिपय मानिसहरूले तिमीहरू त समानुपातिक हौ, प्रत्यक्ष होइनौ भनेर अलिकति फरक ढङ्गले हेर्न खोजेको देखिन्छ। म त्यसलाई विभेद भन्छु। म त्यस्ता विभेद पार्टीभित्र नहोस् भन्ने चाहना राख्न चाहन्छु। चाहे प्रत्यक्षमा रहेका हुन्, चाहे समानुपातिकमा रहेका हुन्, सबैले आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गरेका छन्। कतिले चुनाव जित्नका लागि भूमिका निर्वाह गरे भने अब संसदमा गएर ती साथीहरूले आफूलाई अझ बढी अब्बल प्रमाणित गर्नुहुनेछ। हरेक पेशा, व्यवसाय, क्षेत्र, लिङ्ग सबैको प्रतिनिधित्व गरेर विशाल रासोपा परिवारमा आउनुभएका तपाईँ साथीहरूलाई सुपर लास्ट एउटै कुरा के भन्छु भने हामी समय र परिस्थितिले एक ठाउँमा जोडिएका हौँ। हामी यो राजनीतिक दल थिएन, हामी यहाँ गोलाकार हुने थिएनौँ भने अलग किसिमका मानिसहरू थियौँ। हाम्रा साथीभाइ अलग थिए, हाम्रो सङ्गत अलग थियो, हाम्रो काम अलग थियो, हाम्रो पेशा अलग थियो। तर परिस्थितिले हामीलाई यहाँ हामीलाई जोडेको हो। जोडिसकेपछि एज अ टिम प्लेयर, एउटा सामूहिक खेलाडीका रूपमा तपाईँ हामीले काम गर्नुपर्नेछ। व्यक्तिगत रूपमा कसैको आचरण, बानी व्यवहार, स्वभाव हामीलाई मन पर्नु नपर्नु बेग्लै कुरा हो। तर यतिखेर हामीले हेर्ने भनेको देशको संविधान हो, संसदको नियमावली हो, पार्टीको विधान हो। तपाईलाई व्यक्तिगत जीवनमा जुन किताब पढ्न मन लाग्छ पढ्नुहोस्, तर हामीले पढ्ने यिनै किताबहरू हुन्। यिनै किताबभित्र हामी एकबद्ध भएर देशको संविधान मानेर, पार्टीको विधान मानेर, विभिन्न नियमावलीको अधीनमा रहेर एकै ठाउँमा एउटा टिम भएर काम गर्नुपर्नेछ। त्यसकारणले व्यक्तिगत इच्छा आकांक्षा, व्यक्तिगत लाइक डिसलाइक, व्यक्ति मन पर्ने मन नपर्ने कुराहरू गौण रहन्छन्। मैले अघि पनि भने तपाईको चाहना, तपाईको सपनाको भारी यो देशले बोक्ने होइन, वर्षौंदेखि यो देशले देखेको सपनाको भारी तपाईँ हामीले मिलेर बोक्ने हो।
कयौं व्यक्तिगत जीवनमा मन नपरेका साथीहरू पनि कता कता घुम्दै फिर्दै यहीँ आएर ठोकिएका पनि हुन सक्दछौँ। यतिखेर हामीले आफ्नो विवेकको अत्यधिक प्रयोग गरेर मुलुक र जनताप्रति वफादार, इमानदार र जिम्मेवार भएर काम गर्नुपर्नेछ। म यहाँहरूको सुखद राजनीतिक भविष्यको शुभकामना अभिव्यक्त गर्न चाहन्छु। फेरि पनि निर्वाचनलाई यति ठूलो परिणाममा ल्याउनका लागि काम गर्नुहुने पार्टीका अग्रकम्तीमादेखि अन्तिम पंक्तिसँग काम गर्नुभएका सम्पूर्ण साथीहरूलाई धन्यवाद दिन चाहन्छु। मतदाता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो देशका निजी क्षेत्रलाई म आश्वस्त पार्न चाहन्छु कि तपाईहरू कहीँ कतै पनि विचलित नहुनुहोला। तपाईहरूले निर्धक्कसँग काम गर्न सक्ने वातावरण हामी बनाउँछौँ। विदेशमा लगानी ल्याउनको निमित्त विदेशमा रहेका नेपाली डायस्पोराका साथीहरूलाई म यही मञ्चबाट आह्वान गर्न चाहन्छु, आउनुहोस्, मिलेर काम बनाऊ। देश निर्माणको यो महान अभियानमा तपाईहरूको साथ हामीलाई चाहिएको छ। सँगै मिलेर हामी थिति बसाल्ने संकल्प गर्न सक्छौं। अन्तर्राष्ट्रिय समुदायलाई पनि म यति भन्न चाहन्छु कि नेपाल लगानी गर्नका लागि सुरक्षित देश छ। तपाईँ र तपाईको लगानी यो देशमा सुरक्षित हुन्छ। निर्धक्क हुनुहोला, कुनै किसिमको बाधा अडचन हुने छैन। तपाईलाई कुनै अमुक नेता वा पार्टीले संरक्षण गर्दैन, तपाईलाई देशको नीतिले, हाम्रो नीतिले संरक्षण गर्नेछ। नीतिगत रूपमा तपाईँ हामी संरक्षित हुनेछौँ। देशको विश्वविद्यालयहरूले काँचुली फेर्नुपर्नेछ, उद्योग कल कारखाना चल्नुपर्ने हुनेछ, देशमा काम धन्दा निरन्तर चल्नुपर्नेछ, इम्प्लोइमेन्ट क्रिएट गर्नुपर्नेछ। यी यावत जिम्मेवारीहरू पूरा गर्नको निमित्त हामी सक्षम भएर काम गर्नेछौँ। मुलुक नयाँ मान्छेहरूको हातमा गयो, कहीँ अप्ठ्यारोमा पर्छ कि लोकतन्त्रको खतरामा पर्छ कि कहीँ कतै अलिकति अधिनायकवाद आउँछ कि जस्ता जुन शंका, भ्रम या आशंकाहरू कहीँ कतै भएको छ, म सबै चासो राख्ने, सरोकार राख्ने सबैलाई बताउन चाहन्छु कि मुलुक राम्रो हातमा छ। वी विल ह्यान्डल इट विथ केयर। हामी यसलाई एकदमै केयरफुल्ली, यो जनताले दिएको मतलाई अत्यन्त प्रेमका साथ, अत्यन्त सौहार्दका साथ, करुणाका साथ र अत्यन्त चनाखो भएर हामी काम गर्नेछौँ। सुशासनमा नयाँ मानक स्थापना हुनेछ र मुलुकलाई आर्थिक समृद्धिको बाटोमा हामी निरन्तर लिएर जानको निमित्त अहोरात्र काम गर्नेछौँ। हस्, फेरि पनि यहाँहरूलाई यो उपस्थितिका लागि, यो विजयका लागि र यो प्रतिबद्धताका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँ हामी सबैको जय होस्। जय देश, जय घण्टी।